हेलो एन्ड नमस्ते। हिजो राति बेसरी पानी परेको कारणले गर्दाखेरि घरमा भन्नुभयो पानी नाप्नुपर्छ भनेर हामीले चाहिँ जल तथा मौसम विज्ञान विभागलाई त्यसको जानकारी गराउनुपर्छ। त्यस कारणले गर्दाखेरि म बिहान नै उठेर पानी नाप्नको लागि म हिँडेँ र हिँड्दै गएँ। अलिकति नजिकै थियो, यताउति हरियाली थियो, पानीले चिसो पनि भइरहेको थियो। रातभरि हावाहुरी सहितको पानी परेको कारणले गर्दाखेरि नाप्न जाँदैछु। पानीको स्टेसन आउन लागिसकेको छ। यता दुवैतिर मकैबारी साइड छ र एकातिर हाम्रो चाहिँ जल तथा मौसम विज्ञान विभागले बनाएको मेसिनहरू छ। हामी चाहिँ त्यहाँ पानी नाप्न जाँदैछौँ। हेर्न सक्नुहुन्छ राइट साइडमा छ र हामी चाहिँ पुगिसकेका छौँ। अब हामी चाहिँ ढोका ओपन गर्ने क्रममा छौँ। तालचा लगाएको छ तर यसमा सायद लाग्छ कि अब यसमा चाहिँ चाबी चाहिँ छैन होला जस्तो लाग्छ कि अब यसमा चाहिँ अब ओपनै गर्नुपर्छ होला जस्तो लाग्यो। ओपन गऱ्यौँ, त्यसै ओपन भयो। चाबी बिना नै ओपन गरे लगतै हामीले चाहिँ अब नाप्ने तर्खर गरेँ मैले र तर्खर गरेर ढक्कन बाहिर निकालेँ। बाहिर निकालेर चाहिँ मैले स्केल उसमा पानीमा हालेँ कतिको छ भनेर नाप्नको लागि। फेरि अनि नाप्दैछु, हेर्दैछु कतिको छ। हेर्ने क्रममा फेरि त्यसमा चाहिँ स्केलमा अलिकति नदेख्ने भएको कारणले गर्दा चाहिँ फेरि मैले राम्रोसँग हेरिरहेको छु। ल अब हेरेर फेरि नदेखेको हो कि जस्तो लागिरहेछ। फेरि अब निकालेर हेर्दैछु। अब फेरि नदेखेको भएर फेरि चेक गर्छु म कस्तो छ। अब फेरि अहिले चाहिँ मिल्छ कि जस्तो लागिरहेछ कि हेरौँ। अब त ठ्याक्कै देखिन्न कि त्यो स्केलमा चाहिँ ट्याक्क पानीको बस्दैन। ल अहिले चाहिँ देखियो। अब त्यसलाई निकालेर पानी फाल्ने गर्छु। यो चाहिँ हामीले मेनुअल तरिकामा चाहिँ हामीले उसलाई जल तथा मौसम विज्ञान विभागलाई चाहिँ रिपोर्ट पठाउने गर्छौँ। यसबाट चाहिँ ल अब यसको ढक्कन चाहिँ मैले जस्ताको त्यस्तै बनाएर लगाइदिइसकेको छु र हेर्न सक्नुहुन्छ र म नापेर आइसकेको छु। र यस्तै चाहिँ हाम्रो चाहिँ यो मेनुअल भइहाल्यो। हामी चाहिँ अटोमेटिकली चाहिँ यसबाट जानकारी गइरहेको हुन्छ जल तथा मौसम विज्ञान विभागलाई चाहिँ। यसमा चाहिँ सोलर सिस्टम लगाएको छ, सबै कुराहरू अटोमेटिकली नै हुने गर्छ। र यो मैले नापिसकेपछि अब जङ्गलको छेउमा भएको कारणले गर्दा मैले तपाईँहरूलाई जङ्गल पनि देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। र अब नापिसकेर अब म चाहिँ जाने तर्खरमा छु। अब निस्किनुपर्छ जस्तो लाग्यो। अब म चाहिँ नापेर निस्किन्छु। अब बाहिर निस्किसकेको छु। बाहिर निस्केर चाहिँ अब यसको चाहिँ ताला लगाइदिउँ। अब यसको चाहिँ चाबी बिग्रेको हुनाले चाहिँ अब म चाहिँ अड्काएर मात्र छोड्छु। चाबी चाहिँ छैन यसको चाहिँ, यो तालाको। अब यो गरे लगतै म अब हिँड्दैछु, जाँदैछु। अब आफ्नो घर जाने तर्खरमा छु र जाँदैछु। हेर्न सक्नुहुन्छ यतातिर चाहिँ अब लास्ट गाउँ भएकोले जङ्गलको छेउमा छ र हामी चाहिँ म नापेर आइसकेको छु। बाटोबाट आउँदाखेरि यतातिर राइट साइडमा चाहिँ घर छ। अनि कतिखेर यसो हेर्छु, लास्ट चाहिँ अब असारको टाइम भएको कारणले गर्दा हुनसक्छ र सबै चारैतिर हरियाली पनि भएको छ र रातभरि पानी परेकोले गर्दाखेरि सबै जमिनै चिसो भएको छ र हेर्न सक्नुहुन्छ। र यतापट्टि चाहिँ तलतिर खोला छ, खोला पनि हेर्न सक्नुहुन्छ। यता बर पिपल रोपेको छ, बस्नको लागि साह्रै राम्रो छ गर्मीको बेलामा। र म हिँड्दैछु। अब घर जाने क्रममा छु। जाँदै अब तपाईँहरूलाई सबै चारतिर देखाउँछु। त्यता चाहिँ डाँडाकाँडा छ हरियाली सहितको। अब त्यतैको साइडमा पनि अब म अब स्केल यही नै हो नाप्ने चाहिँ। अब जाँदैछु म, तपाईँहरूले हेर्दै गर्नु होला। म बाटोबाट जाँदैछु। तलतिर खोलाको छेउमा पुगिसकेको छु र खोलाको छेउमा पुग्ने क्रममा चाहिँ हेर्न सक्नुहुन्छ राइट साइडमा खोला पनि छ, त्यतापट्टि डाँडाकाँडा पनि छ। त्यतापट्टि यता साइडमा अब माथितिरको डाँडामा अब रेडिल पार्क भन्छ। म कुनै बेला हजुरहरूलाई देखाउने प्रयास गर्नु नै छु। त्यो रेडिल पार्क हो, हेर्न सक्नुहुन्छ। माथिबाट केही टहरा पनि देखिएको छ र कुनै बेला म गएको बेलामा हजुरहरूलाई त्यो पनि देखाउने प्रयास गर्ने नै छु। र म अब लाग्छु घरतिर। अब यतापट्टि चाहिँ अब पुगिसक्न लागिसकेको छु। चौतारामा पुग्न लागिसकेको छु। त्यहाँ चाहिँ चौतारा छ। त्यता चाहिँ अब एकादशी मेला भन्ने चाहिँ लागु हुन्छ। यतापट्टि हेर्न सक्नुहुन्छ। त्यो ठुलो, खासै ठुलो त पहिला ठुलो थियो, अहिले चाहिँ जम्मै बाढीले बगाएर चाहिँ त्यति नभएको अवस्था छ।
त्यहाँ चाहिँ एकादशी बजार लाउने गर्छ। यो चौतारामा चाहिँ हेर्न सक्नुहुन्छ। र यो चौताराबाट चाहिँ म घर जानको लागि माथि जानुपर्छ। ल म माथि जाँदैछु। माथि जाने क्रममा तपाईँहरूलाई त्यहाँ मन्दिर पनि छ। म कुनै बेला फुर्सदको बेलामा त्यो मन्दिर पनि तपाईँहरूलाई देखाउने गरिहाल्छु। र म चाहिँ अब घरतिर पुगिलाग्न सकेको छु र मेरो घर चाहिँ यतापट्टि ड्रिप साइडमा भएको चाहिँ त्यो मेरो घर नै हो। हेर्न सक्नुहुन्छ। जम्मै पानी परेर रातभरि हेर्नु सक्नुहुन्छ। बाटोमा नि पानी नै छ। र म फाइनल्ली घर पनि आइपुगेँ भनौँ। अब तपाईँहरूलाई मेरो घर पनि देखाइहाल्छु। हेर्नुहोस्, मेरो घर पनि पुगिहाल्यो। मेरो घर हेर्नु सक्नुहुन्छ।